मकै छरेकै थिएन अस्ति नै त मकै ठुलो भइसकेको छ नि मकै ठुलो भएछ यतातिर चाहिँ यस्तो छ साथीहरू हामी चाहिँ विशेष गरी चाहिँ मिलेनीजीलाई भेट्न जानु लाग्दैछौँ हामीहरू यो गाउँहरू कस्तो राम्रो गाउँहरू छ क्या यहाँ चाहिँ मकै हरियाली भइसक्यो यसपालि चाहिँ मैले मकै छरेँ बाह्र चढ्थ्यो त्यहाँ मजाले भइरहेछ त्यहाँ चाहिँ गर्मी छ हौ गर्मी गर्मी किसी गर्मी गर्मी छ यस्तो गर्मी छ साथीहरू यता चाहिँ हेर्नुहोस् न कति राम्रो ठाउँ छ क्या यस्तो यो गाउँहरू यस्तो गाउँहरू हरियाली छ हामी काठमाडौँमा हो कि गाउँमा हो हामी काठमाडौँको गाउँमा यस्तो यस्तो छ नि गाउँको झझल्को आउने हैन गाउँको झझल्को आउने यता हेरे पनि यस्तो झझल्कोले सतायो मलाई माया झझल्कोले सतायो मलाई यस्तो छ गाउँतिर यतातिर चाहिँ हामी जाँदैछौँ अब यो बाटो भएर जाँदैछौँ गर्मी भएर हामी चाहिँ यता बसेको टिकटक बनाउँदैछ मैले भयो के हो टिकटक वाली हो क्या यहाँ चाहिँ मजाले शीतल भयो अनि नाच्नु सकेर टिकटक बनाउँदै हो क्या यस्तो चौरमा बसेको छ हामी चाहिँ पुरा गर्मी छ क्या अनि त्यही भएर टिकटक बनाउँदैछ क्या टिकटक वाह मकैहरू पनि कस्तो मजा भइसकेको छ कोइली कराउँदैछ कु राम्रो बनाउँछ कि साथीहरू बाँस झ्याङ यता कस्तो राम्रो ठाउँ हो यतातिर त खोइ कस्तो राम्रो खेल्ने ठाउँहरू बनाएको रहेछ यतातिर त क्रिकेट खेल्दै हो त्यहाँ क्रिकेट लालुपाते पनि रहेछ हो यतातिर त लालुपाते लुयो लुइतिर कति राम्रो लालुपाते साथीहरू हामी चाहिँ मिलेनीजीको घरमा आइपुगे के छ सन्चै हुनुहुन्छ सन्चै छु सन्चै बिसन्चो त छैन आरामै हुनुहुन्छ आरामै छु अनि आज चाहिँ हामी हिँड्दै आएको है
कति बजी हिँडेको हामी? कति बजी हिँडेको रे हामी? 1 बजे 1 बजी हिँडेको। अहिले कति बज्यो? 4 बज्न लागेछ। 4 बज्यो 4। अनि उहाँको घरमा आइपुग्दाखेरि चाहिँ हामी चाहिँ 4 बजी आइपुग्यो होइन। अब भोक पनि एकदम लागिरहेको छ। अब के दिनुहुन्छ हेरौँ के खाने हो? चाउ सुप जतिखेर पनि चाउ भात मासु भात खाने आज आमामा मासु भात खानु बानी हुँदैन होला नि। नभए भोटमास मकै खाउँला जाउँला नि त चिया खाएर। खानेकुरा भनेको जे भए नि हुन्छ। सबैभन्दा ठुलो कुरो चाहिँ हामी हाम्रो भेटघाट हुनु नै ठुलो कुरा हो होइन। विशेष मेलिनालाई भेट्न यहाँसम्म आइपुग्नु भयो। मेलिना तामाङ चाहिँ हो फेरि। मेलिना तामाङ। मेलिना राई होइन, मेलिना मानन्दर्नी होइन, म विशेष हो मेलिना भनेपछि। मेलिना तामाङ जिम्बा। तामाङ जिम्बा। मेलिना तामाङ जिम्बा। जिम्बस्या। अब हामी कुनैलाई मन पर्ला राम्रो कमेन्ट गर्नु होला। कुनैको त फेरि चेली पर्ला। अबि त्यस्तो त भन्न मिल्दैन होला। मिलिहाल्छ नि मन पर्दैन त हजुर मिल्छ है। के हो त्यस्तो त फेरि कमेन्टमा नि मेलिनालाई भेट्नु पर्यो भने कहाँ आने हो? हेलो हजुर भन्छु म जाने। अब यहाँ चाहिँ अब हामीलाई चाहिँ बेसी भोक लागिरहेको छ। हिँड्दा 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 हाम्रो खुट्टा गलिसकेको छ। अब के पकाएर दिनु हुँदो रहेछ हेर्छु है। हजुरहरूले पनि देखाउँछु है त। हेर्दै गर्नु होला हाम्रो भिडियो। कता जानुभयो चिया बसालेर मेलिना? चिया बसाल्दै हुनुहुन्छ। दुधको चिया। कता पो जानुभयो रहेछ क्या? दुध हेर्दै गर। हामी चाहिँ अब नास्ता खाने हो। चिया र पाउरोटी आयो। चेस गरौँ। चेस गरौँ है। तातो 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 झ्यार्याम। चेस नभने हाम्रो झ्यार्याम। ल है चिया खान लाग्छु। मिठो छ मिठो। गाउँमा पहिला हजुर हामीले खाल्यो दुधसँग। रोटी मिठो हुँदैन कोदोको रोटी। कोदो पिँढै छैन अहिले। दुध र पाउरोटी मिठो हुन्छ। यो त ठिक छ नि। दुधको चियासँग पाउरोटी मिठो हुन्छ। खानै खानु जे पाए जे भयो भने खाइदिइहाल्छ भोक लागेपछि। अगाए भयो होइन। अगाए भयो नि। मिलेनजी मक्कै परेर बस्नु भएको छ। मक्कै परेर बस्नु भएछ के गर्ने त। के हेर्नु भयो? भोक लाग्छ क्या हो। के गफै नगरी उता मात्रै हेर्दै हो। यहाँ के हेर्नु? दिपक गोलेले भोक लागेन? सर्लक्क। दिपक गोलेलाई रेणु गोले मेलिना जिम्बा। दिपक गोलेले पनि खाइरहेको छ। खानु खानु मस्त खानु। कति खाने पोगै छ यार साथीहरू। पोगै छ रे। जति दन्गाए पनि दन्गाउनुहोस्। एक धोक्रो छ। धोक्रो भरि छ। मैले त फ्याक्ट्री खोलेको छ मैले। अब त्यही भएर ल्याएको। पाउरोटीको फ्याक्ट्री छ है साथीहरूको। यसो कमेन्ट समेन्ट गर्नु म कहाँ लिन आउनु। पाउरोटी इङ्ग्लिसबाट ब्रेड, नेपालीबाट पाउरोटी। नेपालीबाट चिया, इङ्ग्लिसबाट टी। टी। नेपालीबाट तामाङबाट थुङ्बा। चिया थुङ्बा भनेको साथी चिया खाने हो भनेको है फेरि।
तामा भाषी गरेर फ्री यस्तो सिकाएर हो पौडी चाबा भन्छ छेत्रीबाट पौडी खानुहुन्छ हजुर भनेको सिक्नलाई चाहिँ मेलिने भाटामा आउनुहोस् है नेपाली भाषा भन्नु न के छेत्रीबाट छेत्री होइन भनेको के ब्रेड भन्छ इङ्ग्लिसबाट छेत्री भाडाबाट पौडी भन्छ अब तामाङबाट चाहिँ नि कता बात भन्छ पौलटी अब हामी त अब के गर्नु बोल्नु पौलटी तब खोइ भन्छु फेरि तर हेर साथीहरू माइन्ड नगर्नुहोस् है ए ढोग्रो छ त्यो ताना मैले बोक्नै सकेन खाने भए चाहिँ त्यो दोहोरो फोहोर नभयो कि अर्को पनि छ नि के पर्ने रे दोहोरो फोर्ने इङ्ग्लिसबाट ब्रेड खानुहोस् न नेपालीबाट पौडी खानुहोस् न हाम्रो कति 77 जिल्लामा 77वटै भाषा छ है हजुर कस्तो 77 भाषा 77वटा जिल्ला 77वटै भाषा छ महाराष्ट्री बङ्गाली गुजराती अरबी नेपाली तामाङ राई लिम्बू मगर थामी नेवार सबै भाषा हो 77 जिल्लामा 77वटै भाषा छ 77 त बढी होला क्या हो अब जिल्ला 77 छ कि 78 भन्नु पर्यो 77 जिल्ला छ 83 सालमा कति रहेछ कि 75 77 अनि अहिले 77 पहिले 75 थियो अहिले 77 पुग्यो अब 1-2 वर्ष 78 79 छ उडे राजिने पुग्छ खोइ बढ्दै जाँदैछ जिल्ला मलाई के थाहा जिल्ला बढ्दै जाँदो रहेछ कति लामो भयो यो त मैले बल्ल थाहा पाएको 75 सम्म थियो अहिले 77 जिल्ला पुगेको भन्छ त नि 75 76 77 अब 78 79 80वटा जिल्ला पनि हुन्छ होला अब पुनः काप्छ सबै गन्ने कि स्टेप यस्तो मिलिनजीले खतरा दिनुभयो त नि अनि मैले एकदम ठिक कुरो गरेँ है बेठिक त गरेको छैन है हजुर बढ्दो रहेछ भनेर होइन अहिले स्टेप चाहिँ बढ्दो रहेछ क्या जहिले 75 भन्थ्यो होइन 77 हो भन्थ्यो अब 77वटा जिल्ला भने यहाँ हो त मैले अघि गने नि बङ्गाली गुजराती मडवारी अनि थारू भाषा अनि यो मधेसी भाषा ताराई भाषा के करे छ रे भन्ने के खाइबो भात खाइन नखाइलो भन्ने भोजपुरी भाषा भोजपुरी भाषा हो यो भोजपुरी होला नि भोजपुरी ए माए कहीँ जाल हौ के करे छ रे भन्ने के हो त त्यो चाहिँ फेरि यो चाहिँ महाराष्ट्री कहीँ जाला भन्ने बङ्गाली चाहिँ के करे छ रे भालो आसे के खाने एखाने जाबो भन्ने बङ्गाली के हो त त्यो चाहिँ फेरि बङ्गाली एखाने जाबे भने ऊ त जाने हो के करबो के गरेर के गरे ए एखाना आस्पे यता आउनुहोस् भालो आस्पे ठिक छ कुटी चल्ला महाराष्ट्री भाडामा महाराष्ट्री भाषा कि भाडा महाराष्ट्रन भाषा कुटी चल्ला कहाँ जाने तिमी काहीँ जाला के गरेर लाउ गरे ए छुट आउनु लाउ गरे जाइछे छुट जाऊ त्यस्तो भाषा पनि छ आउँदो रहेछ मेलेनीजीलाई भाषा पनि कति हेर ए अरबी ससोका माफी अरबी भाषा उताको आज आछामी भाषा नि गर्नुपर्छ कि 77वटा भाषा आउँछ है मलाई त 77 जिल्ला छ अहिले 77वटा भाषा आउँछ
भोलि पर्सि 78 भयो भने 78 वटै आउँछ मलाई 79 भए 79 वटै आउँछ मलाई जतिवटा स्टेप थप्छ त्यतिवटा स्टेप नै मेरो भाषा थप्छ भाषा नि थप्छ नि थप्छ आउँछ टकटक गरेर मिठो भयो ल मेलिनाले बनाएको मिठो नभए के हुन्छ त मेलिना भनेको हिरोइन हो बाबु यसो कहिले कहिले यसो भेटघाट गर्न आइरहनु पर्छ भएर आएको हो नि त 1 बजीदेखि 4 बजीसम्म आइपुग्यो हिँडेर गाडी छैन यहाँ पैदलको यात्राले यसरी भेट्न आउँछ यसरी भेट्न आउनुहुन्छ मलाई म अलि वरिष्ठै छ नि त हो के मलाई भेट्न त 77 जिल्लाको मान्छे मलाई भेट्न आउँछ भाषा पनि धेरै जान्ने भाषा नि जान्ने भाषा सिक्न पनि म कहाँ आउनुहोस् म सिकाइदिन्छु के जान्दैन हजुरहरूले अलि बढी भएन नो सबै भाषा सिक्न चाहिँ म कहाँ आउनु मकै अब पढेको छ अब इङ्ग्लिस बोलाउँ भने आउँदैन नेपाली त आउँछ पढेको त छ इङ्ग्लिस आउँदैन इङ्ग्लिससँग पोहोर परा झगडा भएको हो क्या हो इङ्ग्लिससँग चाहिँ झगडा भएको छ नेपाली त फेरि फररै हो लेटर पनि नेपाली फररै हो नेपालीमा तामाङमा चिठी प्रिउले भन्छ नेपाली भाषामा लेटर आयो भन्छ लेटर भनेको इङ्ग्लिस हो ए लेटर भनेको इङ्ग्लिस हो नेपालीमा चिठी चिठी आयो कि आएन हाम्रो होइ ए आयो चिठी आयो भन्छ अब लेटर हो कि जेठार हो चिठी खोज्न जाने चाहिँ गो हुलाकमा चिठी खोज्न जाने साथीहरू मेलिना ल्याएर दिने साथीहरू कस्तो उल्टो है खोजी 4 घण्टाको बाटो हिँडेर आउने भनेको मेलिनालाई हो चिठी पुर्याउन आएको त्यही त लेटर पुर्याउन आएको मेलिना भनेको मान्छे सानो होइन नि हजुर ठुलै हो मोटी छ जान्छु नि होइन चान्चु नि होइन 4 घण्टाको यात्रा छ यहाँ काठमाडौँ ठाउँमा 4 घण्टाको यात्राले यसरी हिँडेर आएको भने ठुलो कुरा हो र यो सानो कुरो हो र ठुलो कुरा यत्रो कुरा हो ठुलै कुरो हो क्या सानो कुरो होइन ठुलै कुरो खतरा हजान भयो मलाई त सकेसम्म सबै अब मन्त्रीहरू मात्र आउनु बाँकी छ भेट्नलाई भेट्नलाई अब मन्त्रीहरू मात्र आउनु बाँकी छ साथीभाइहरू आयो आउनुभयो हाँस्यो खेल्यो है कुरा चाहिँ नि एक त मैले राइट गरेको हो ठिक गरेको हो नेपाली कुरामा नेपाली भाषामा ठिक इङ्ग्लिसमा राइट तामाङमा सही तामाङमा त सही मुला ज्याउ मुला जाबान मुला हामन मुला इङ्ग्लिसमा अब जानु पर्यो भने अब इङ्ग्लिसमा के भन्ने अब उनीहरूले ओके भनेपछि हजुर भन्नुपर्छ हामीले उनीहरूले या भन्यो भने हजुर नमस्ते हजुर भन्नुपर्छ जान्दैन फर्काउन कतापट्टि फर्काउने पस्यो नजाने इङ्ग्लिसमा चाहिँ अलिअलि टाइट टुइ छ नेपालीमा चाहिँ भसक्कै छ है हल्का अङ्ग्रेजीमा किन चाहियो नेपालीमै भन अलि ओरा आऊ तिमी एउटा कुरा सुन भन त लौ आई लभ यु किन चाहियो अङ्ग्रेजीमा नेपालीमै भन अलि ओरा आऊ तिमी एउटा कुरा सुन हो नि सुन्नु भयो कि भएन है मेरो कुरा नेपालीमा चाहिँ मजाले आउँछ सही हो मसँग हजुरहरूले नेपालीमा बोल्न चाहिँ कसैले सानो म ट्यालेन्ट छु कि नेपालीमा त नेपालीमा ट्यालेन्ट इङ्ग्लिसमा त टाइटै नेपालीमा भाषा भनेपछि त अङ्ग्रेजीमा किन चाहियो नेपालीमै भन अलि ओरा आऊ तिमी एउटा कुरा सुन
एकदम बोल्नमा चाहिँ एकदम ट्यालेन्ट हुनुहुन्छ है हाम्रो मेलिनाजी चाहिँ। मलाई त यहाँ मन्त्रीहरूले सक्दैन है मलाई बोल्न। मन्त्रीले सक्दैन। म कुनै बेलाको त म नेता पनि हो। कुन पार्टीको? म गृहमन्त्री हो या म घरको गृहमन्त्री? घरको त गृहमन्त्री हो, पार्टीको त छैन। ल हाम्रो कुरकानी चाहिँ रमाइलो भयो होइन? म मेलिनु भेट्न आएपछि रमाइलो भइहाल्छ नि त, भइहाल्छ नि। त्यत्तिकै। हो अब मिठो खाजा खुवाउनु भयो, धन्यवाद हजुरलाई है। धन्यवाद। हजुर 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 धन्यवाद छ होइन? हजुर। अब हामी जानुपर्छ होइन? रोकेर त कसले बसाउँछ त, जानी त हो। काठमाडौँ ठाउँमा बस्नु धेरै पाहुनालाई राख्नु मिल्दैन, है ल है साथीहरू, महँगी छ यस्तो। महँगी छ। तरकारी यति किन्यो भने पैसा चाहिँ यति हुन्छ। यस्तो वरिष्ठ मान्छेले पनि एक म त एक रात चाहिँ नि राख्न सक्छ, त्यो भने 2 रात। सुत्ने ठाउँै छैन काठमाडौँ ठाउँमा, घरै छैन के गर्नु। काठमाडौँमा यत्रो घर छ त, त्यत्रो घर छ त काठमाडौँमा। घर त छ नि, आफ्नोको छैन। आफ्नो आफ्नै भनेर बस्नु पर्यो, के गर्नु। तर मेरो साथीहरूलाई त राख्छु है, म मजाले पाली खुवाउँछु, राख्छु, मिठो मिठो खुवाउँछु। एक त ओके डन बनाएर राखिदिन्छु म, मेलिना डन हो। डन 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 डन। पछि चाहिँ नि हजुरहरूले मेलिनालाई एक कमेन्ट गरेर चाहिँ भेट्नु होला है मलाई चाहिँ। लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर चाहिँ मेलिना कहाँ हुन्छ मलाई खोजी आउने मान्छेहरूलाई चाहिँ म एकदम आई लभ यु भनिदिन्छु। अब नेपाली इङ्ग्लिसबाट आई लभ यु भने नेपालीबाट हजुर नमस्ते माया गर्छु म हजुरलाई भने हक अङ्गालाई झ्याप हाल्छु है। ल अब छुटौँ है त। हस् साथीहरूलाई बाई बाई पर्छ। बाई बाई। अर्को भिडियोमा भेटौँला साथीहरू। ठिक नै लगाएर बाई बाई बाई। बाई।